साथीहरू म चाहिँ अहिले मलेसियादेखि होइन म यहाँ भरेमा बसिरहेको थिएँ गाईहरूको वेट गरेर अचानक म माथि चाहिँ एउटा बिरालो यति माया देखाउँदै आइसक्नु आएको छ। यो मेरो बिरालो होइन, म यहाँ एउटा कुनामा भरेमा बसिरहेको थिएँ, आएर मलाई पट्याउँदै मेरो माथि चढ्ने। यहाँको राष्ट्रिय जनावर हो क्या यो। यति माया गरेर मलाई यहाँ मेरो आफ्नै बिरालो जस्तै। यसलाई सायद यसले केही माग्यो होला, भोक लाग्यो होला, मलाई फकाइरह होला। अब यसलाई म केही खानेकुराहरू चाहिँ किनेर दिन्छु है। हेर्छौँ चाहिँ सुरुमा त तल खुट्टा पट्याउँदै थियो। एकछिन ल, एकछिन दाइहरू आउँदै अनि तँलाई म केही कुरा दिन्छु। चार यार साह्रै भोक लाग्यो। वेट गर ल। अब भाषा पुछै हुँदैन नेपाली भाषा मलेसियाको अन्त यसलाई कुम्बो या आइपिल्ले सालागी आइपिल्ले कुम्बो आवन wait 5 minutes, okay, then I will buy something for you. Sit here first. चाकमा देखा न, चाकमा देखा। अब गयो होइन, फेरि आउँछ हेर्न। यहाँको राष्ट्रिय जनावर हो। माया लाग्दो तरिकाले आएर बसिरहेको छ। सिट ल, सिट एकैछिनमा आइसक्नु पऱ्यो। सो गाइस, म चाहिँ यसलाई लिएर जान्छु पसलमा लिएर जान्छु। दाइहरूलाई आइसक्नु खानेकुरा किनिदिन्छु होला। त्यहाँ रहेछ मसँग टाँसेर बसेपछि चाहिँ भोक लागेर खानेकुरा किनिदिनु पऱ्यो। कहाँ गयो यार त्यो यार, मसँग भाग्यो त। अघि यहीँ थियो। म्याउ म्याउ मैले झन् यहाँ खानेकुरा किनेर ल्याएको, भाग्यो त यार। खोज्दै गरेको बिचरा माथि गएर बसिरहेको। ए कस्तो भाडा चाहिँ म चाहिँ यसलाई खानेकुरा दिँदैछु है। पक पक पक। यो चाहिँ यहाँको झिँगे माछा, फ्राई गरेको झिँगे माछा है गाइस। म त हरायो भनेको त माथि गएर बसिरहेको रहेछ। खाऊ बिचरा लास्टै भोका गयो। खाऊ यता आऊ त। बिचरा लास्टै भोका आइ अर्को पनि छ। पक खाऊ अझै यत्रो छ। यो चाहिँ झिँगे माछा, फ्राई गरेको झिँगे माछा हो। बिरालोलाई मासु खान्छ नि त बिरालोलाई खायो अनि यो दिँदै राख्दै पाएर के हुन्छ त, हात मैले छोइरहेको। यसलाई म सबै दिएर जान्छु ल। ढिलो भयो, अब म जान लाग्छु। ल टन्न भयो, पेट भरेपछि हेर कुदिरहेको छ। कुद ल म गएँ ल, बाई।